गर्मीको समयमा तातो दिन वा तातो हावाको लहरले तराईका जिल्लाहरूमा निकै असर पुर्याउँछ। किन हुन्छ त तातो दिन वा तातो हावाको लहर? अनि यसबाट हुने स्वास्थ्य समस्याबाट कसरी जोगिने त? नमस्कार, म मीन कुमार हरियाल, वरिष्ठ मौसमविद, जल तथा मौसम विज्ञान विभाग। गर्मीयाममा चर्को घाम लागेपछि तापक्रम बढेर धेरै गर्मी भएको अवस्थालाई हामी तातो दिन भन्छौँ। तराईका जिल्लाहरूमा यदि लगातार 2 दिनभन्दा बढी समय 40 डिग्री वा त्योभन्दा बढी तापक्रम भयो भने तातो दिन भएको वा तातो हावाको लहर चलेको घोषणा गरिन्छ। अहिले गर्मीको समय छ, पानी परिहाल्यो भने तापक्रम केही घट्न सक्छ, तर पानी परेन भने तापक्रम बढ्दै नै जान्छ। चर्को घाम लाग्ने र तापक्रम बढेर 40 डिग्री पुगेपछि हावा पनि तातो नै चल्न थाल्छ। यसले गर्दा गर्मी धेरै नै हुने गर्छ। तातो हावाको लहरले मान्छेको स्वास्थ्यमा निकै असर गर्दछ। यसले टाउको दुख्ने, मुटुको गति तीव्र हुने, श्वास प्रश्वास र रक्तचाप कम हुने, शरीरको तापक्रम बढ्ने, छाला सुक्खा र रातो हुने, रिङ्गाटा लाग्ने र अचेत हुने जस्ता असर देखिन सक्छ। यसबाट कहिलेकाहीँ ज्यानै पनि जान सक्छ। त्यसैले तातो हावाको लहरबाट जोगिन सावधानी अपनाउनु होला। यसको लागि दिउँसो चर्को घाम लागेको बेला घरबाट बाहिर ननिस्कनुहोस्। निक्लिनै परे छाता ओढ्नुहोस् वा पातलो कपडाले टाउको छोप्नुहोस्। खेतबारीमा सकभर बिहान र बेलुकी मात्रै काम गर्नुहोस्। प्रशस्त पानी र फलफुलको रस खानुहोस्। धेरै पसिना आएमा जीवनजल पनि पिउनुहोस्। चिसो पानीले नुहाउनुहोस्। चिनीको मात्रा धेरै भएको झोल पदार्थ, कोल्ड ड्रिङ्क्स, चिया, कफी, सोडा जस्ता चिज नखानुहोस्। गर्मीले छटपटी भएमा निधार, अनुहार, घाँटी र हातगोडामा पानीपट्टी लगाउनुहोस्। स्वास्थ्यमा समस्या आएमा नजिकैको स्वास्थ्य संस्थामा जानुहोस्। यो त भयो तातो दिन वा तातो हावाको लहरबारे ज्ञान। मौसमबारे नियमित जानकारीको लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट अथवा सामाजिक सञ्जाल हेर्दै गर्नुहोला। धन्यवाद।